साथीहरू अहिले चाहिँ हामी चाराली र बुटाबारीको बिच जङ्गलमा छु होइन। यस्तो छ जङ्गलको स्थिति, एकदम घनाघोर छ, राम्रो छ। जे होस् भित्र आइसकेपछि यहाँको भित्रको वातावरणले गर्दा बाहिर निस्किने कुनै मौका दिँदैन होइन, किनभने यति राम्रो छ नेचर। हामी भनेको त नेचरमा रमाउने मान्छे हो, त्यसले गर्दाखेरि हामीलाई एकदम मनपर्छ, राम्रो लाग्छ होइन। त्यसले गर्दा हामी चाहिँ यसरी जङ्गल घुम्ने क्रममा आयौँ होइन। यसरी दाजुभाइसँग भेट भयो हाम्रो होइन। अनि यो 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 जङ्गल ठुलो छ, किनभने यो कता कताको छ दाइ यहाँ यो बोर्डर? यो चाहिँ 4वटा 5वटा सामुदायिक क्षेत्र पर्छ यो जम्मा। यसको यो क्षेत्रफल कति छ थाहा छ तपाईँलाई? हाम्रो चाहिँ 396 हेक्टर हो। 396 हेक्टरमा चाहिँ यो फैलिएको जङ्गल छ। र यहाँ छेउमा आर्मी क्याम्पहरू पनि छ। यहाँनिर चाहिँ धेरै जसो चाहिँ वन्यजन्तुहरू जस्तै बँदेल अनि त्यस्तै गरेर हरिण मृगहरू यहाँनिर मार्ने गर्छन् होइन। अनि त्यसको लागि पनि यहाँ सुरक्षाको लागि सुरक्षाकर्मीहरू छन् होइन। अनि दाजु यहाँनिर यो जङ्गलमा तपाईँहरू बस्नुहुन्छ होइन? हजुर। यहाँनिर धेरै कठिनाइहरू आउँछ। हजुर। तपाईँहरूले कस्तोसम्म चाहिँ भोग्नु भएको छ अहिले? यहाँ त कठिनाइ के भन्नु हौ, सङ्कटकालमा यहाँनिर अब ड्युटी घुम्दा आर्मीले नै उल्टो हामीहरूलाई चाहिँ आतङ्ककारी हो भनेर झन्नै घेरेर झनै हाने। तर हामीहरू चाहिँ आतङ्ककारी होइनौँ है। हामी यहाँ वनगस्तीका सामुदायिकका हौँ, कर्मचारी हौँ भनेर चाहिँ अनि हामीहरूलाई छोडे। हजुर। अनि अब यहाँनिर चाहिँ हात्तीसँग कहिलेकाहीँ ठोकिने डर हुन्छ। अब हात्तीको जोखिम छ। अब बर्खामा चट्याङ लाग्छ, चट्याङले हान्छ भन्ने डर छ। अनि अब चाहिँ सर्पले डस्छ भन्ने डर छ। अब हिँड्दै हिँड्दै अब यहाँ चोरी तस्करी अब घुम्ने क्षेत्र, यो यहाँ शिकार खेल्ने क्षेत्र वन हो यो। हजुर हजुर। अब जति सरकारले यहाँ कडाइ गरे पनि, हामीहरूले कडाइ गरे पनि उनीहरू लुकीचोरी आउँछन्। अनि शिकारीले पनि गोली ठोक्ला भन्ने डर। अब राति अब ड्युटी आयो, तस्करीको बेग्लै छ फेरि डर। तस्करीसँग पनि झम्गाभेट हुँदाखेरि दोहोरो भिडन्तमा अब उसले सक्यो भने उसले हान्ने, हामीले सक्यो भने हान्ने खालको क्रम पनि भइरहन्छ। हजुर। आफूले आफ्नो ज्यान पातमा राखेर हिँड्नुपर्छ। अब यसरी ड्युटीको क्रममा हिँडिराख्दाखेरि चैत वैशाखको हावाहुरीमा चाहिँ हाँगा झरेर पनि हजुर मर्ने डर छ। यस्ता जोखिमहरू हाम्रो यहाँ विभिन्न किसिमका डरहरू छन्। तर के गर्ने, अब गरिबी हो। अब बेलैमा अब जागिर खानु जाँदा पनि जागिर खान सकिएन। नसकेपछि यही सामुदायिक वनमा भए पनि छोराछोरी पाल्नको निम्ति, बिहान बेलुकाको छ्याक टार्नको निम्ति अब यहीँनिर हामीले घोटिनै पर्यो। अब त्यो पनि नेपाल सरकारको मापदण्ड अनुसार हामीहरूले यहाँ तल पाएको छैन। अब पाएको छैन भनेर चिच्याउने ठाउँ कहाँ नै छ र हाम्रो? अब अफिसले जति दिन्छन् त्यति त थापेर खानै पर्यो। अब नेपाल सरकारको नीति नियम यही नै हो। अब कतिवटा चाहिँ संविधान बनिसक्यो, अब त्यहाँ खातामा चाहिँ देखिन्छ उहाँहरूको संविधान कोरिएको, तर बाहिर व्यवहारमा चाहिँ देखिँदैन। सर्वसाधारण गरिब जनताको लागि मात्रै यो कानुन बनेको हो कि जस्तो लाग्छ हाम्रो बुझाइले चाहिँ। कानुन त सबैलाई समान तरिकाको हुनुपर्ने हो वास्तवमा। तर नेपालको कानुन चाहिँ गरिब र सर्वसाधारण निमुखाको लागि मात्रै बनेको रहेछ भनेर हामी चाहिँ बुझ्छौँ हिजो। जस्तै तपाईँले यहाँनिर काम गर्नुभएको कति भयो हेर्नु, यति साह्रो घनाघोर जङ्गल छ, तपाईँहरू 2-4 जना खटिनुहुन्छ, यहाँ धेरै कुराले डर र मर्दो पनि छ होइन। तपाईँले यहाँनिर जागिर गर्नुभएको कति भयो? लगभग 15-16 वर्ष भयो। अब सरकारी तहमा हो भने त अब पेन्सन हुने हो। अब यहाँ केही पनि व्यवस्था छैन। त्यो अब 60 वर्षसम्म भनेको छ काम गर्न सकुन्जेल गर्ने, तलब थाप्ने, खाने हो। अनि जाने बेलामा त्यही 3 महिनाको तलब, 3 महिनादेखि 6 महिनाको तलब दिने भन्ने कुरो छ। बाँकी यस्ता सन्जेकोस केही पनि अब व्यवस्थापन छैन। अब सामुदायिक वन हो, त्यही भएर पनि नभएको होला। अब भन्न चाहिँ म अहिले पनि के भन्न चाहन्छु भने, अब नयाँ बनेका सरकार जो हुनुहुन्छ सरकारमा र उहाँहरूले चाहिँ अलिकति यस सामुदायिक वनका कर्मचारीहरू जति छन् सामुदायिक वनमा, यिनीहरू कसरी बाँचेका छन्, सामुदायिकले कुन तलब दिएका छन्, सरकारको मापदण्डमा यिनीहरूलाई राखेको छन् कि छैनन्, र यिनीहरूलाई हुनुपर्ने व्यवस्थापन
के हो भनेर सरकारले अलिकति निगरानी गरेर व्यवस्थापन गरिदिएदेखि चाहिँ हाम्रो पनि कल्याण हुन्थ्यो कि भन्ने हाम्रो आशा हो। हजुर अब सामुदायिक वन भनेको अब यो मेची नगरमा एउटा मात्रै होइन, देशभरि छन्। हजुर हजुर देशभरिकै सामुदायिक वनमा चाहिँ हजुर रविजीलाई म के भन्न चाहन्छु भने तपाईँको शुभचिन्तक भएको नाताले हजुर तपाईँले चाहिँ यो जति पनि नेपालभरिका सामुदायिक वनमा रहेका वन हेरालुहरू हजुर कसरी बाँचेका छन्, के तहमा राखेका छन् र कुन तलब दिएको छन्, सरकारको मापदण्डमा भित्र यिनीहरूले पाएको छन् छैनन्, यिनीहरूको जोखिम कस्तो छ भनेर चाहिँ यही भिडियो मार्फत एकचोटि सम्पूर्ण देशभरिको सामुदायिक वनमा केही रकमहरू कस्ता पाउँछन्, सरकारको मापदण्डभित्र छिरेको छ छैन, यसलाई चाहिँ एकचोटि कुनै पनि हातले छड्के चेक छानबिन गर्नु छड्के चेक गरेर छानबिन गरिदिएदेखि चाहिँ हुन्थ्यो भन्ने हामीलाई पनि आशा छ। हामी पनि अब बुढो भएर फिर्ता जाँदाखेरि त्यसै खाली जान नपरोस्, यसो हामीलाई पनि धेरै त भन्दैनौँ हामी, हजुर थोरै थोरै यसो बुढेसकालमा कमसेकम पान दोकानसम्म गरेर खाने व्यवस्थापन संस्थाले गरे चाहिँ हुन्थ्यो जस्तो लाग्छ हामीलाई। अब सामान्य हेर्दा पनि अब कुर्सीमा बसेर घुम्नेहरूको भनेको राम्रो छ, हजुर उनीहरूले यति साह्रो कष्ट गर्नु पर्दैन। तर पर्दैन। यहाँ तपाईँहरू हेरालु भनेको वन रक्षक भनेको धेरै कुराहरूले तपाईँहरूलाई गाह्रो छ, तर तपाईँहरूकै सेलरी चाहिँ कम छ। कम छ, अब के गर्ने, कम भएर पनि अब कहाँ चिच्याउने, कसलाई भन्ने, हाम्रो कुरो कसले सुन्ने, अब जति दिन्छन् त्यही थाप्ने हो, त्यसरी नै अब बाँच्नु पर्ने छ। भनेपछि अलिकति सेलरीले गर्दा चाहिँ तपाईँहरूलाई अलिकति मन दुखाउँछ सरकारसँग। सरकार अब यो जस्तो व्यक्तिको वन होइन, हजुर यो नेपाल सरकारको नाममा रहेको वन हो। हजुर नेपाल सरकारले जनतालाई सामुदायिक वन हस्तान्तरण गर्नको उद्देश्य नै संरक्षण राम्रो हुन्छ भनेर चाहिँ नेपाल सरकारले गरे हो जस्तो लाग्छ। हजुर त्यस कारणले गर्दा यो वन चाहिँ सरकारसँग जोडिएको हुनाले हजुर त्यो सामुदायिकको वनका कर्मचारीहरूलाई पनि हजुर अरू सरकारी तहसम्मको तलब भत्ता सेवा सुविधा नभए तापनि हजुर 50% गरिदिए चाहिँ राम्रै हुन्थ्यो जस्तो लाग्छ हामीलाई चाहिँ। हुन्छ, हजुरलाई धेरै धेरै धन्यवाद हामीलाई धेरै कुरा बताइदिनु भएकोमा। भइसक्यो सरकारको पनि एकदम ध्यान आकर्षण होस् भन्न चाहन्छु। अहिलेको लागि यति नै, धन्यवाद।